दर्शकवृन्द नमस्कार। आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। महिला दिदीबहिनीहरूले गरिरहेको कामको सम्मान स्वरूप प्रत्येक दिन मार्च 8 लाई श्रमिक महिला दिवसको रूपमा मनाइन्छ। मार्च 8 लाई महिला दिवस मात्रै भनियो भने महिलाले गरिरहेको कामको सम्मान स्वरूप सम्झने यो दिन अपूर्ण हुन सक्छ। त्यसैले आजको दिन महिलाले गरिरहेको कामलाई अवमूल्यन नगरी कुनै पनि काम, चाहे त्यो घरमा आमा दिदीबहिनीहरूले गरिरहेको घरायसी काम नै किन नहोस्, सम्पूर्ण काम सम्मानजनक छ र सबै कामको प्रत्यक्ष अप्रत्यक्ष मूल्य छ भन्ने यसै अवधारणालाई आत्मसात सम्मान गर्दै सम्पूर्ण महिलाहरूमा हामी हार्दिक नमन गर्दछौँ। श्रमिक महिला दिवस मार्च 8 कै अवसरमा कर्मशील महिलाको कथा शिलापत्रमा लिएर आएका छौँ। हामीले छानेका पात्र महिला सशक्तिकरणका लागि अनुकरणीय उदाहरण हुन् भन्ने हाम्रो विश्वास छ। सडक बीचमा प्रहरीको पोसाक लगाएर उभिएका महिला ट्राफिक प्रहरी हुन् वा पुरुष सँगसँगै उभिने अन्य जो कोही, लैङ्गिक विभेद सम्बन्धी सामाजिक क्लिशे चिर्न यस्तै पात्रहरू समाजमा प्रेरणाको स्रोत हुन् भन्ने हाम्रो न्यारेटिभ हो। आज हामीले 3 दिदीबहिनीहरूले 3 दशक अघि स्थापना गर्नुभएको 3 सिस्टर्स एडभेन्चर ट्रेकिङको कथालाई छानेका छौँ। पर्यटन क्षेत्रमा पथ प्रदर्शकका रूपमा महिला दिदीबहिनीहरूलाई अघि सार्न 30 वर्ष अघि लक्की छेत्री, डिक्की छेत्री र निक्की छेत्रीले स्थापना गर्नुभएको 3 सिस्टर्सको कथा आज हामीले समेटेका छौँ। पोखरालाई कर्मथलो बनाएर 30 वर्षदेखि पर्यटनमा जोडिएको 3 सिस्टर्स एडभेन्चर ट्रेकिङका सञ्चालक 3 दिदीबहिनी भेट्न हामी उहाँकै निवास पुग्यौँ। 3 दिदीबहिनीहरूलाई भेट्ने हाम्रो उद्देश्य थियो महिला सशक्तिकरणमा 3 सिस्टर्स एडभेन्चर ट्रेकिङको योगदानबारे कार्यक्रम बनाउनु। दर्शकवृन्द, आज हामी 3 सिस्टर्स एडभेन्चर ट्रेकिङका ओनर लक्की छेत्री, डिक्की र निक्कीसँग कुराकानी गर्ने त्यो बेला हामी पोखरामा छौँ र हामी उहाँको निवासमा आइसकेको छौँ। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। नमस्ते दिदी, Welcome you and what's the scene? अनि सन्चै हुनुहुन्छ? सन्चै। अनि भाइको यात्रा कस्तो रह्यो? ठिक छ। अनि कस्तो छ अहिले, के गर्नु भएको छ? अहिले अब यो कोभिडको पछाडि भनौँ न होइन, अब अस्ति अक्टोबरदेखि नै अलिकति ट्रेकिङ चाहिँ सुरु भएको छ, टुरिज्म सुरु भएको छ। त्यसले गर्दाखेरि अहिले यो जाडो महिनाभरि चाहिँ हामीले विभिन्न तालिमहरू दियौँ। किनभने अब उनीहरू पनि 2-3 वर्ष त घर बस्यो नि त, धेरै कुराहरू उनीहरूलाई पनि लाइक अब अलिकति फेड हुन्छ नि। त्यसले गर्दाखेरि धेरै तालिमहरू दिएर प्लस अरू नयाँ बहिनीहरूको लागि पनि तालिमहरू दिने, अनि फेरि रिअर्गनाइज गरेर रिस्ट्रक्चर गरेर अब फेरि यसलाई त सुरु गर्नु पऱ्यो होइन। त्यसले गर्दा त्यही कामहरूमा चाहिँ हामी धेरै नै व्यस्त रह्यौँ अहिलेसम्म चाहिँ। यसो गरौँ, हामी यहाँको अफिसको नजिकै छ। अफिसमा कति आज कर्मचारी कति हुनुहुन्छ, दिदीबहिनीहरू कतिजना हुनुहुन्छ, हामीले देखाइदिनुहुन्छ अफिस। हामी एकचोटि अफिस भिजिट गर्छौँ र कुराकानी पनि सँगै गर्दैछौँ। पर्यटनमा काम गरौँ भन्ने उत्कण्ठाबाट सुरु भएको 3 दिदीबहिनीहरूको यात्रा आज व्यावसायिकता सँगसँगै सामाजिक काममा समेत फस्टाएको छ। 30 वर्ष भनेको त धेरै ऊ हो नि होइन, लामो पिरियड हो। तर त्यसमा उपलब्धि भन्ने हो भने चाहिँ पहिलो कुरा चाहिँ म आफै एम्पावर भएँ कि भन्ने मलाई महसुस हुन्छ, मेरो बहिनीहरू पनि। किनभने हामी पनि एउटा प्योर एउटा नेपाली महिलाहरू हो, जुन अहिले दिदीबहिनीहरूको अवस्था देख्छु हामी पनि त्यही थियौँ। र गर्दाखेरि हामीले चाहिँ लर्निङ एक्सपिरियन्स चाहिँ धेरै भयो यहाँबाट। यो चाहिँ अब टुरिस्टहरू आएर हाम्रो ट्रेकिङ गर्ने, अनि हाम्रो बहिनीहरू गाइड बहिनीहरू हुनुहुन्छ उहाँहरू यता पनि अनि हाम्रो इन्द्र भाइ म्यानेजर हुनुहुन्छ त्यहाँनिर भाइ।
म्यानेजर इन्द्र राई हुनुहुन्छ अनि म चाहिँ एकदम लामो समयदेखिको गाइड गरेको गाइड पनि हो कि सिजन टुरमा चाहिँ गाइड पनि हो यो ट्रेकिङ एडभेन्चरको सम्पूर्ण कामहरू चाहिँ यही अफिसमा कतिजना कर्मचारी हुनुहुन्छ कर्मचारी अहिले हाम्रो अफिसभित्र चाहिँ 8 छ अनि ट्रेकिङको चाहिँ स्यालेरीमा गरेर जम्मा 25,000 दिनुहुन्छ अनि त्यहाँदेखि चाहिँ अरू चाहिँ फ्रिल्यान्स कार्यहरू महिला मात्रै हुनुहुन्छ कि पुरुष पनि हुनुहुन्छ पुरुष पनि छ पुरुष तर भन्ने हो भने 5% पनि 5% जस्तो तर सामान्यतया अब गाइड गर्न जानेहरू चाहिँ महिलाहरू हुनुभयो हजुर अब गाइडहरू मेलहरू पनि छ त्यो चाहिँ कस्तो हुन्छ कोही चाहिँ मेलहरूले आएको हुन्छ नि त अथवा कोही बेला चाहिँ ग्रुपमा आएको हुन्छ मेल फिमेल होइन त्यस्तोमा चाहिँ हामी मेल फिमेल यो अफिसमा कति यो एउटा फ्लोर अनि माथि अर्को फ्लोर हजुर अनि अब यहाँबाट भित्र हामी यसो गऱ्यौँ भनेदेखि चाहिँ हाम्रो ट्रेकिङहरू चाहिँ ब्रिफ गर्ने ठाउँ छ होइन उतापट्टि त्यहाँदेखि माथि चाहिँ हाम्रो ट्रेनिङ इन्स्टिच्युटहरू छ त्यस्तो महिला सशक्तिकरण नेपालको अफिस छ होइन त्यहाँदेखि माथि ट्रेनिङ हलहरू छ त्यहाँदेखि माथि चाहिँ त्यसको पिडब्ल्युडीको अफिस छ महिला सशक्तिकरणको अफिस छ सो हाम्रो चाहिँ यो चाहिँ नि थ्री सिस्टर एडभेन्चर ट्रेकिङ कम्पनी र महिला सशक्तिकरण चाहिँ एउटा कोइनको दुईवटा पाटा हो कि होइन यो दुईवटा चाहिँ एकअर्कामा छुट्टिनु सक्दैन किनभने ट्रेनिङ दिन्छ ट्रेनिङबाट अन द जब ट्रेनिङ यहाँ आउँछ होइन अनि इम्प्लोइमेन्ट होइन त्यसले गर्दाखेरि अफिस पनि हाम्रो सँगसँगै छ यो माथि र तल सँगसँगै हामी काम गर्छौँ यो चाहिँ अब एक्जिक्युटिभ जस्तै अनि यहाँ चाहिँ फाइनेन्स अनि यहाँनिर चाहिँ हाम्रो विशेष गरेर ट्रेकिङको ब्रिफहरू गर्ने होइन अनि प्रेजेन्टेसन पनि हुन्छ हाम्रो चाहिँ यो सबै ट्रेकहरू जानु अगाडि चाहिँ त्यति बेलाको चाहिँ यो एरिया हो यहाँबाट हामी प्रेजेन्टेसन गर्छौँ र विशेष गरेर मिटिङ गर्ने बेसी यो चाहिँ हाम्रो पर्मानेन्ट गाइडहरू दिएको छ अहिले अनुभवी गाइडहरू चाहिँ पर्मानेन्ट हामीले चाहिँ अब स्यालेरी दिएर माथि जाउँ एकपल्ट हाम्रो महिला सशक्तिकरण नेपालको चाहिँ यो रिसेप्सन यहाँ भाइहरू चाहिँ इन्स्टल गर्न आउनुभयो है राम्रै हो होइन अनि यो चाहिँ हाम्रो ट्रेनिङ हल छ यहाँनिर यो जति पनि दिदीबहिनीहरू आउनुहुन्छ गाइडको लागि त्यसको लागि ट्रेकिङ गाइडको तालिम महिला सशक्तिकरण पहिला चाहिँ म यहीँ बसेर काम गर्थेँ मेरो अफिस यहाँ थियो अनि अहिले चाहिँ अब त्यो कोभिडले गर्दा घरमा पनि छ कि तर माथि पनि छैन अनि अहिले चाहिँ निकी बहिनीहरू डिग्री बहिनी हालेर काम गर्छ अनि यहाँ चाहिँ अब भेटघाट पनि चाहिँ एकदम म्याक्सिमम् हुन्छ हाम्रो त्यसले गर्दा यहाँनिर यो चाहिँ विशेष गरी हामीले थ्री सिस्टर्सबाट गर्नु सम्पूर्ण कामहरू सशक्तिकरणका विषयमा गर्ने छौँ अथवा चाहिँ यो संस्था यो चाहिँ संस्था यो ट्रेनिङ यो चाहिँ कस्तो यो दुई प्रकार जस्तै हो त्यो चाहिँ हामीले नै स्टार्ट गरेको हो त्यसले गर्दाखेरि हामीले नै हेर्न पर्छ होइन तर स्टाफहरू धेरै यहाँ पनि छ महिला सशक्तिकरणको स्टाफहरू छ उनीहरूले काम गरिरहेको हुन्छ होइन अब तल पनि सशक्तिको स्टाफहरू छ यो दुइटैले चाहिँ कम्बाइन गरेर हामी काम गरिरहेको हुन्छ थ्री सिस्टर्समा हामीले एक दिनभरको समय बिताउँदै थियौँ ट्रेकिङ कम्पनीमा भेटघाटपछि थ्री सिस्टर्सकै भगिनी संस्था महिला सशक्तिकरणको कार्यालय हेर्न हामी माथिल्लो तला उक्लियौँ
महिला सशक्तिकरणको काम यहाँ हुन्छ। अनि उहाँहरू दुईजना चाहिँ हाम्रो एक्सचेन्ज प्रोग्राम छ। अनि उहाँहरू चाहिँ बङ्गलादेशबाट 3 दशक अघि थ्री सिस्टर्स स्थापना हुँदै गर्दा पर्यटनमा महिलाको सहभागिता त्यसै पनि चुनौतीपूर्ण थियो। 3 दिदी बहिनी मध्ये जेठी दिदी लक्की छेत्रीका लागि विभिन्न घटनाक्रमको उपजले पर्यटनमा काम गर्न प्रेरित गरेको थियो। 90s को बेला थियो हैन, अब सुरुमा त्यो बेलामा महिलाहरू टुरिज्ममा थिँदै थिएन। अब इभन अब ठुल्ठुलो होटलहरूतिर पनि काम गर्नु, ठुल्ठुलो मार्केटिङ अफिसरहरू हुँदा पनि उनीहरूले चाहिँ डिस्क्लोज गर्दैन थियो कि म यो प्रोफेसनमा छु भनेर कि। त्यस्तो बेलामा झन् ट्रेकिङहरू होटलतिर काम गर्ने भनेको त उनी बिरलै थियो। माइली बहिनी डिक्कीका अनुसार त्यो बेला महिला सशक्तिकरणको आवश्यकताले गर्दा पनि थ्री सिस्टर्सको अवधारणा बनेको हो। एउटा निड रहेछ नि त, वुमेन एम्पावरको त निड रहेछ नि हैन। त्यो निडमा चाहिँ हामी ठिकै राइट टाइममा आएछौँ हैन। हामीलाई पनि त्यस्तो अब हामीले जे गर्नु चाहन्थ्यौँ त्यस्तै मान्छेहरू चाहिने। अब कस्तो भनेदेखि गाउँठाउँको हैन, अब यतैको पनि अब सर भनेर पनि भएन नि त। महिलाहरूलाई त त्यो हेर्ने र गर्ने तरिका त त्यही हो नि त। त्यो महिलाहरूलाई चाहिँ हैन कोही मान्छे चाहिने, बाटो देखाउने, हामीलाई त्यो खालके महिलाले गर्ने इच्छुक महिलाहरू चाहिने। त्यो ट्याक्कै मिट भयो भनौँ न, राइट टाइममा राइट पर्सन जस्तो भयो। त्यसले गर्दाखेरि पनि एउटा भयो। अनि हामी फेरि कस्तो भयो भने टिमवर्क पनि भयो के। तीनै दिदी बहिनीका लागि पर्यटनमा भविष्य देख्नु एउटा संयोग मात्रै थिएन। साहसिक काम गर्न मन पराउने स्वभाव, त्यसमाथि हिमालको सुन्दरता र सँगसँगै विदेशी महिला पर्यटकलाई गाइड गर्ने जनशक्तिको अभाव देखेपछि यस पेसाप्रति आकर्षण बढेको हो। कामको सिलसिलामा आसामतिर गएको थिएँ। त्यहाँतिरको महिलाहरूको स्थिति आजभन्दा 35 वर्ष अगाडिको कुरा होला। त्यो बेला न गाडी छ हैन, न एउटा हेल्थ पोस्ट छ, न स्कुल छ, न के छ। उनीहरूको जीवन देख्दाखेरि चाहिँ म आफै छक्क परेँ कि के हो त्यस्तो, यो पनि मान्छेको जीवन हुन्छ र यस्तो भने जस्तो लागेको थियो हैन। अनि त्यही बेलादेखिको मेरो सुसुप्त मनस्थितिमा चाहिँ बसेको थिएँ कि मैले केही गर्नुपर्छ होला, मैले गर्नु सकेँ भने यो महिलाहरूको लागि केही गर्न सके भने राम्रो हुन्छ भन्ने थियो। त्यसैलाई कम्बाइन गरेर जब हामी टुरिज्ममा एन्टर भयौँ, त्यो बेलामा चाहिँ मेलहरू गाइडहरू मात्रै हुन्थे। अनि अब फिमेल त हुँदैन थियो। महिला सशक्तिकरणबारे कुरा गर्दै गर्दा आज पनि नेपालमा महिलाको अवस्था घरबाट खुल्ला रूपमा बाहिर उन्मुक्त हुन सकेको छैन। तर उन्मुक्त हुनुपर्छ भन्दै गर्दा उन्मुक्त हुन नसक्नुको पनि आफ्नै बाध्यता छन्। नेपालका विभिन्न जिल्लाबाट पर्यटनमा भविष्य देख्ने बहिनीहरू थ्री सिस्टर्समा जोडिन आइपुग्छन्। हामी पुग्दा 3 जना बहिनीहरू कार्यालयमै भेटिए। पर्यटनमा लाग्ने प्रतिबद्धता बोकेर आएका उनीहरू थ्री सिस्टर्ससँग जोडिन किन आए त? हामी गर्ल्सहरू आफै इम्पावर हुन सकौँ हैन। यहाँबाट चाहिँ हामीलाई ट्रेनिङ दिएर अनि यहाँनिर हामीलाई जबको अपर्च्युनिटी पनि दिनुहुन्छ म्यामहरूले। अनि हामी चाहिँ अहिले यहाँ गाइडको ट्रेनिङ दिइरहेको छौँ। के सिक्नु भएको छ अहिलेसम्म? हामीले त्यही गाइडमा चाहिने हुन्छ, मतलब मौसमहरूको बारेमा भयो हैन। प्लस हामीलाई इङ्ग्लिस ल्याङ्ग्वेज पनि यहाँ सिकाइरहनु भएको छ। अनि प्लस हामी टाढाको भएर यहाँ होस्टेलको व्यवस्था पनि छ, त्यसमा विदाउट फी केही दिनुहुन्न हैन, हामीलाई राख्नु भएको छ। अनि त्यस पछाडि म्याप रिडिङहरू भयो, अनि कल्चरहरूको बारेमा भयो, अनि अधिकारहरूको बारेमा भयो, त्यो सबै हामीले सिक्ने मौका। 4 महिना अघि म आफै पनि थ्री सिस्टर्सका गाइडसँग घोरेपानी पुन हिलसम्म ट्रेकिङमा गएको थिएँ। पथ प्रदर्शकका रूपमा पुरुष गाइड देखिरहेको म आफैलाई पनि ग्रामीण क्षेत्रबाट आएका बहिनीहरूले अङ्ग्रेजी भाषामा साक्षात्कार गरी पर्यटक सँगसँगै हिँडिरहेको देख्दा रोमाञ्चक लागेको थियो। त्यसै मध्येकी एक थिइन् तिला रोका। कुरा फेरि यो नयाँ पनि हो नि त केटीको लागि त। हामी मेनली त केटाहरूले गर्नुहुन्छ, त्यही भएर यो चाहिँ केटाले गर्ने काम हो भन्ने लाग्थ्यो पहिला चाहिँ। पछाडि चाहिँ यो चाहिँ हाम्रो लागि पनि रहेछ भन्ने भयो। महिला गाइडसँग 3 दशकदेखि थ्री सिस्टर्सले गरिरहेको सहकार्यले के कस्ता उपलब्धि हात पार्यो त? लक्की छेत्रीका अनुसार समाजलाई बुझाउन सक्नु पहिलो उपलब्धि हो।
यसमा चाहिँ हामीले अचिभमेन्टहरू भन्दाखेरि चाहिँ नि पहिलो कुरा चाहिँ समाजलाई बुझाउनु सक्यौँ जस्तो लाग्छ अहिले एउटा कुरा हैन त्यो जुन चाहिँ एकदमै माइन्डसेट थियो त्यसलाई अलिकति उस भयो अनि अर्को कुरा चाहिँ एउटा नयाँ प्रोफेसन अन्डर प्रिभिलेज महिलाहरूको लागि क्रिएट गर्न सफल भयौँ हैन अनि टुरिज्ममा जेन्डर इक्वालिटी भन्ने कुरा थिँदै थिएन कि हैन त्यो ग्यापलाई पनि हामीले धेरथोर अलिक न्यारो गर्ने गऱ्यौँ हैन यस्ता कुराहरू धेरै छन् हामीले गरेको अनि महिलाहरूको लागि टुरिज्ममा राइटको कुरा कहिले पनि हुन्थेन कि हैन यो यस्तो महिलाहरूलाई चाहिँ के गर्थ्यो पहिला एउटा पोर्टरको रूपमा मेलहरूले जति भारी बोके त्यति फिमेलहरूले पनि बोकेर भरियाको रूपमा माउन्टेनियरिङहरूतिर लान्थ्यो भनेदेखि उनीहरूलाई अहिले ट्रेनिङ गराएर 10 किलो मात्रै बोक्ने एउटा प्रोफेसनल बनाउने भन्ने कुराहरू आए नि योहरू सबै कुरा चाहिँ परिवर्तन आएकै हो थ्री सिस्टर्स मार्फत तीनै दिदी बहिनीहरूले जुटेर गरिरहेको काम एकातर्फ व्यावसायिक सफलता हो भने अर्कोतर्फ नेपालमा व्यावसायिक संस्कृतिका लागि पनि एउटा उदाहरणीय काम हो हामी थ्री सिस्टर चाहिँ कस्तो भयो भने एउटै फ्यामिलीबाट आएको होइन तीनटा दिदीबहिनी आमा बुवाले पनि हामीलाई एउटै तरिकाले मायाहरू दिनुभयो र एउटै फेसिलिटीमा हामी हुर्केर आयौँ होइन त्यसले गर्दाखेरि हामीले देख्ने सपना पनि एउटै भयो गर्ने तरिका पनि एउटै भयो होइन त्यसले गर्दाखेरि त्यो पहिला दुःख थियो हामीलाई सजिलो त थिएन है 3 वर्ष 31 वर्ष 3 दशक अगाडि हेर्दाखेरि चाहिँ इट वाज नट इजी बट अब हामीले के सिक्यो भनेदेखि वेयर देयर इज विल देयर इज वे थ्री सिस्टर्ससँग जोडिन आउने बहिनीहरूलाई तीन दिदी बहिनीहरूले कसरी उत्प्रेरित गर्छन् त जसले गर्दा पर्यटनमा भविष्य देख्ने युवाहरू आकर्षित हुन्छन् पहिला त आफै क्लियर हुनु पर्यो मैले के गर्दैछु र मेरो के क्षमता छ म के गर्न सक्छु भन्ने कुरा अनि त्यहाँदेखि पछि चाहिँ अरूले उ गरे पनि अरूपट्टि नलागेर आफूले चाहिँ जे काम गर्छ इन्जोय गर्नु पर्यो हैन अनि डेडिकेटेड हुनु पर्यो है अनि त्यो गर्यो अनि आफूले जे गर्दैछ त्यसमा इन्जोय पनि गर्ने भयो भने चाहिँ केही काम गाह्रो जस्तो लाग्दैन किनभने हामीले अब गर्दाखेरि यति घन्टा स्पेन्ड गरेको छौँ त्यसमा पनि कुनै दिन हामीलाई गाह्रो लागेन किनभने प्रत्येकबाट हामीले इन्जोय गर्थ्यौँ केही न केही सिकेको छौँ मलाई के मनपर्छ मैले के गर्न सक्छु जस्तो हाम्रो त पहाड बेसी छ यहाँ नेपालमा पहाडमा हुर्केको केटाकेटीको लागि त ट्रेकिङ भन्ने कुरा त कुनै ठुलै कुरा होइन नि त अनि त्यसले गर्दाखेरि हामीले चाहिँ उनीहरूलाई चाहिँ पहिलो कुरा चाहिँ यो एम्पावर गर्ने कुराहरू हाम्रो विभिन्न टेस्ट छ यो गर्नुपर्छ हामीले गर्न सक्छौँ हुन्छ गर्यो भने भन्ने कुरा र आफैहरूले पनि हामीले पहिला क्लासहरू दिएर यो एम्पावरमेन्टको हैन आफ्नो पावरलाई कसरी निकाल्ने म को हो भनेर चिन्ने मेरो इच्छा के हो मेरो के हो भन्ने कुराहरू त्यो चाहिँ निकाल्नलाई चाहिँ प्रयास गर्छौँ फर्स्टकै क्लासहरूमा चाहिँ उनीहरूलाई अनि त्यसले गर्दा चाहिँ उनीहरू कस्तो मोटिभेट हुन्छ भने यो काम त मैले पनि गर्न सक्छु मलाई पनि मनपर्छ भन्ने कुराहरू हुन्छ लक्की छेत्रीको विचारमा महिला सशक्तिकरणका लागि एउटी महिला आर्थिक हिसाबले पनि सक्षम हुनुपर्छ तर आर्थिक सशक्तिकरणका लागि कुनै पनि व्यक्तिले संकल्पै नगर्ने हो भने गन्तव्यमा पुगिँदैन धेरै नै चुनौतीपूर्ण थियो हैन महिला भएर एउटा पुरुष सरह उस गर्नको लागि चाहिँ किन भन्दाखेरि एक त महिलालाई त मान्दैन इभन हामीलाई भने नि कतिपल्ट यो अफिसियल कामहरू गर्नुको लागि अफिसतिर जाँदाखेरि त्यो अफिसरहरूले हाम्रो अनुहारमा नहेरेर घरमा छोरा मान्छे छैन भन्ने के किन तिमीहरू आफै आएको छोरा मान्छेलाई पठाउनु नि भन्नेसम्म खालके वचनहरू लाउँथे कि त्यस्तो समाज थियो हाम्रो हैन भनेदेखि त अब हामी त कहीँ गएर केही गर्न पनि कन्फिडेन्टली त्यसै पनि लुज गराइदिने कि अब ल म त किन आएँ नआउनु पर्थेछ कि क्या हो भने जस्तै कि राम्रै कामको लागि गएको छौँ होइन के कामहरू परेर त्यस्तो बनिदिने हो त्यस्तोहरू गर्दाखेरि पनि हामीलाई त धेरै गाह्रो हुन्थ्यो त्यो इन्डाइरेक्ट प्रकारको उसहरू होइन लालचना त कति के गर्ने उ गर्ने जसमा कि यिनीहरूले स्टपै गरोस् भन्ने खालके चाहिँ भावना चाहिँ धेरै थिए तर के हो भनेदेखिलाई जब मान्छेको एउटा
प्योर भिजन हुन्छ, मिसन हुन्छ नि, त्यसलाई सायद कसैले पनि रोक्नु सक्दैन जस्तो लाग्छ के। बेगमा आइसकिसकेपछि कसैले पनि रोक्नु सक्दैन। त त्यही थियो हाम्रो पनि के थियो भने महिलाहरूको लागि यो इकोनोमिक एम्पावरमेन्ट चाहिँ यति इम्पोर्टेन्ट छ हैन। महिलाहरू अहिले गर्नु नसक्ने के पनि छैन, अलिअलि त एजुकेसन सबैको छ नि त, उनीहरूलाई पनि अपर्च्युनिटी पाउने हो भने त गर्नु सक्छ भन्ने कुरा हामीले जुन चाहिँ मनमा हाम्रो छाप बसेको थियो त्यसलाई चाहिँ हामीले उजागरण गर्नु थियो। र त्यसको लागि हामीले जुन काम गरिरह्यौँ नि त्यसलाई चाहिँ जति ठुलो आँधी तुफानले पनि रोक्न सकेन के। त्यो चाहिँ हामीले चाहिँ महसुस गरेँ। त्यसले गर्दाखेरि मैले भन्छु, मलाई के लाग्छ भने हामीमा कुनै पनि एउटा सङ्कल्प छ अथवा विचार आयो भनेदेखिलाई हामीले त्यसलाई चाहिँ निरन्तर गरिरह्यो भने हामी लक्ष्यमा पुग्न सक्दो रहेछौँ भन्ने चाहिँ महसुस भयो। व्यक्तिको प्रगतिमा शिक्षा र त्यसमाथि पनि महिला शिक्षित हुँदाको प्रतिफल नै थ्री सिस्टर्सको वर्तमान स्वरूप भएको बताउँछिन् निक्की छेत्री। होल फ्यामिली नै हामी एक प्रकारले एजुकेटेड अनि इन्फर्मेटिभ हुन्छौँ। जस्तो अब लकी दिदी कहीँ गयो होइन, ऊ मिटिङमा गएर आयो, केही कुरा भयो भने उसले घरमा आएर सेयर गर्छ, ऊ कहीँ गइरहेछ, उसले के गर्यो, के विषयमा थियो भन्ने कुरा ऊ त गएर रिप्रेजेन्ट गर्यो। तर त्यो इन्फर्मेसन चाहिँ हामी सबैलाई हुन्छ है। अनि त्यसले गर्दा हामी सबै अपडेट भयो नि के भइरहेछ के हो भन्ने। तर यो पुरुष मान्छेमा चाहिँ के लाग्छ भने ऊ गएर आयो, उसले चाहिँ त्यो सोच्दैन कि यो चाहिँ महिलाहरू हाम्रो फ्यामिलीलाई पनि सेयर गर्नुपर्छ, सबैले जान्नुपर्छ भन्ने चाहिँ उनीहरूले त्यति त्यो राखेको जस्तो चाहिँ लाग्दैन। अनि त्यसले गर्दा हामी अब बाहिर निस्केपछि केही गरेर आएपछि अब घरको फ्यामिली सबै अपडेट हुन्छ। त्यसले गर्दा यो चाहिँ अहिले महिलाहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ बाहिर जानुमा होइन। त्यसले गर्दाखेरि उनीहरूको लागि मात्रै व्यक्तिगत त डेफिनेटली उनीहरू डेभलप हुन्छ, त्यो नभएर होल फ्यामिली इभन कम्युनिटीमा पनि के भइरहेछ। जस्तो हाम्रो संस्थामा कोही कहीँ केही गएर आएर राम्रो छ भने सेयर गर्छौँ हामी, गर्दा त हामी नट अन्ली फ्यामिली होइन, इभन हाम्रो संस्थामा पनि हामीले यो गर्छौँ, यो राम्रो छ, यस्तो छ, यो भइरहेछ, यहाँ यस्तो रहेछ, तपाईँहरूलाई कहीँ केही जानु पऱ्यो भने यहाँ रहेछ है, तिमी यस्तो रहेछ भनेर यो चाहिँ एउटै जाँदा पनि धेरैलाई नै बेनिफिट हुने। महिला सशक्तिकरणका लागि अनुकरणीय मानक बनेको थ्री सिस्टर्स आफैले 30 वर्ष अघि सुरुवात गर्दा महिलाको हक स्थापित गराउने ध्येय भने थिएन। महिलासँग आबद्ध भएर एउटा पेसामा व्यावसायिक हिसाबले लाग्ने त्यही जाँगर आज आएर स्थापित नाम बन्न पुगेको छ। अब हामी अब योहरू सुन्दाखेरि हामीलाई अचम्म र खुसी लाग्छ कि हामीले गरेको त त्यो सबै कुराको लागि हुँदै होइन। हामीले चाहिँ के सोचेको थियौँ भने एउटा हामी पनि नारीहरू हो होइन, हामीले पनि केही गर्नुपर्छ, किन बोझ। अब एउटा मान्छे हो नि त, म पनि, मलाई पनि आमा बुवाले पढाउनु भयो नि त, म सक्छु केही गर्नु, म आफ्नो खुट्टामा उभिन्छु भन्ने हामीले सोच्यौँ होइन। त्यो भएर चाहिँ अरू दिदीबहिनी पनि छ नि त त्यस्तो गर्नु सक्ने इच्छा हुनेहरूलाई गराइदिउँ भने। तर पछि गएर यसको व्याख्या यति प्रकारले गरियो होइन। अब रेस्पोन्सिबल टुरिज्म भनेको छ, सस्टेनेबल टुरिज्म भनेको छ, वुमेन इम्पावरमेन्ट भनेको छ होइन। अब के हो के एथिकल टुरिज्म के हो, यति धेरै अब हामीले रिकग्निसन चाहिँ पायौँ नि होइन। त्यो सुन्दाखेरि चाहिँ आफूलाई दङ्ग पऱ्यो, हामीले त त्यस्तो सबै केही थाहै थिएन। देशैभरि महिला अग्रसरताबाट भइरहेको कुनै पनि काम महिला सशक्तिकरणका लागि गतिला उदाहरण हुन्। थ्री सिस्टर्सको स्थापना जसले व्यावसायिकताको रोजाइमा पर्यटन छानेको थियो, त्यसैको उपज आज अनुकरणीय कामका रूपमा ख्याति कमाएको छ। त्यसैले अधिकार प्राप्तिका लागि उठ्ने आवाज सँगसँगै कर्मशील हुन पनि थ्री सिस्टर्सका 3 दिदीबहिनीहरूले हामी सबैलाई प्रेरणा दिएका छन्।